हेलो गाइस, आज हामी लाभा टु कालेबुङ आएको छ। तपाईहरुले मेरो भिडियोलाई हेर्नु होला राम्रोसँग र तपाईहरुलाई म कालेबुङ लाभाको नजारा देखाउँछु। तपाईहरुले हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। कालेबुङ बहिनीहरुको घरमा खाना पकाउँदैछ। चिकन लेग पिस, चिकन फ्राई। यो हो अलैँचीको बोट, केराहरू हो। यो केरा सब केरा फलेको छ। यस्तो छ यहाँ गाउँ। यो हो गाई। टमाटर फल्यो, टमाटर फल्यो। गाई हो। सिक्किमबाट ल्याएको गाई हो। सिक्किममा कफीको बोट हो। कफीको बोट, कफीको बोट हो यो। कफी यो बाख्राको माउ हो। इस्कुस फलेको, इस्कुस यसरी फल्छ इस्कुस हो। यहाँ पनि फलेको छ इस्कुस। फर्सी बारीमा फर्सी हो। फर्सी फलेको मैले बेसी खानु। केराको बोटहरु सब केराले फलेको छ। सब फल्नु। यहाँ पनि छ फर्सी। यो हो फर्सी, फर्सीको बोट हो। फर्सी फलेको हो। केराहरू हेर्नु, केराहरू सबै केराले फलेको। कि बेसी फलेको छ केराले। आइसिडेस हो यो। आइसिडेस यहाँ। यो नानाहरूको सब्जी बारी। मटर रोपेको छ। कागे गेरोको हो यो जग्गा। मुला बारी हो। मुला सब मुला हो यो। वहाँ तोरीको साग हो, मुलाको साग। यो हो रायोको साग, मुला। यस्तो छ जग्गा। वहाँ माथि देखेको लाभाको यो रिसाप हो। रिसाप यो नानाहरूको गाउँ। यो गेरोक गाउँ हो। यो गेरोक। यो हो अलैँची बारी। अलैँची बारी हो यो। अलैँची बारी। यो अलैँची यहाँ फल्छ। अलैँची। हेलो गाइस, रोराथाङ मेला यहाँनिर लागिरहेको छ। रोराथाङ मेलामा हामी आएको छौँ। यो सिक्किम रोराथाङ मेला। उहाँ परको दबाई फ्याक्ट्री हो। माघे मेला दबाई फ्याक्ट्री। इस्कुसको बोट। इस्कुस फलिरहेछ। भेनाले इस्कुस फल्दैछ। नानाले हेर्दैछ। इस्कुसको त यति निकालेको छ। इस्कुस बोकाले त मार्दिन्छ होला। स्यालले मार्दिन्छ होला। यो हो खसी। खसी हो खसी। यो एउटा बनबोका खसी।
यो नाना भेनाको खसी बाख्रा पालन यो सेतो बोका यी सेतो बोका बुका हो यो हो खसी हो कोलाई चाहिन्छ यहाँनिर खसी किन्नु आउने बिक्री नभएर बसिरहेछ यत्रो खसी यी बडका बडका खसी दिनु नि त्यसलाई छोरा राखेको हुन्छ त अन्त जवान छ नि मेरो आज हेन्सम देख्छ हेन्सम छ नि तपाईँ अहिले मर्नु आँटेको थियो मलामी गएर आएको बेसी सिक्किमको बाजेहरू हो यहाँ सिक्किममा आएको छ बाजेको मलाई अहिले तपाईँ अरूको जानु सक्छ कहाँ हो खाना पकाउँदैछ उनीहरूलाई पठाएर चाहिँ यो चाहिँ कताबाट खालिरहनु उनीहरूलाई काममा पठाउनु पर्यो नि त अब त्यही त